ल भने फेरि हामी यसरी सबै गाउँको है भाइहरू केटाहरू सबै यसरी जमघट भएको छ। यहाँ चाहिँ हाम्रो कोअर्डिनेटर हुनुहुन्छ। इफ यहाँ नभए चाहिँ हाम्रो आजको केही हुँदैन, प्रोग्राम सोग्राम केही पनि हुँदैन। केही हुँदैन है। र यहाँ चाहिँ मेरो साथी प्रवीण भाइ है गाडी साडी रेडी भयो। अब जाने हेलो मर्निङ। यहाँ चाहिँ आमा है। अब चाहिँ हामी आज खासमा चाहिँ भोलि हो रिपब्लिक डे चाहिँ, तर हामी चाहिँ पहिला आज सन्डे नै मनाइरहेको छु हो। र अब चाहिँ हामी जाने दुधे फर्स्ट टाइम। म चाहिँ दुधे गएको छु नि। ल है त साथी हो, आज फेरि धेरै दिन बाद तपाईँहरूसँग यसरी जोड्ने मौका पाएँ है। र खुसी लागिरहेछ आज यसरी छुट्टी आउनु पाउँदाखेरि। यहाँ केटा चाहिँ अलिकति ढिलो गऱ्यो नि त, ढिलो भएको कारण गराइदेऊ न। यो गाडीको दैलो झरेर गाडी चाहिँ नि त लाग्यो फेरि भेटौँला तपाईँहरूलाई। दुधेसम्मको यात्रा आज तपाईँहरूलाई म एक्सप्लोर गरेर देखाउने छु है। होप तपाईँहरूलाई राम्रो लाग्छ है। कोही कोही बेला हो, सधैँ चाहिँ होइन। देउता पनि बेच्छन्, वन जङ्गल पनि बेच्छन्, देउराले पनि यही पाराले त मान्छेले मान्छेलाई पनि बेच्छन् क्या, बेच्छन् मात्रै बेचिसकेछ आफ्नो बिरालो। स्थिति चाहिँ यस्तो छ। यहाँनिर चाहिँ मुटु अलिकति बल्लै गरेर चढ्नुपर्छ चढ्नेहरू हो। अझै अप आउँदा झन् यति साह्रो हुन्छ, के भन्नु तपाईँहरूलाई। एउटा झऱ्यो भने त अब गयो नि। दुईटा गीत सुन्न सक्दा मात्रै तल पुग्छ। यो पर उकालो माया मारेर हिँड्नुपर्छ नि उकालो त। र यति बेला चाहिँ हामी यहाँनिर कर्मठ आइपुगे है। यो चाहिँ टिकको बाटो टिक एक। र हामी सबै साथीभाइहरू चाहिँ आज यसरी आइपुगे है त। बाहिर हेलो बाहिर नजाने नि जग्गै छैन, दैलो भत्ती रहेछ। यही माटोमा जन्मेको यही नै मिलौला। माटोमा जन्मेको यही नै मिलौला। बिर्सेको छैनौ हामी सृष्टि अझै पनि सानो सामा पुर्खाको रग। प्रस्थान गरिसके है केटाहरू। अब यहाँ सिलगढी दार्जिलिङबाट भएर चाहिँ फेरि हामी दुधेतर्फ लाग्थ्यौँ। यहाँ चाहिँ पुरी खाँदैछ हो। बिहान केही नखाइ आएको रहेछ। अन्डाहरू भुटेको भात पनि खाइस् बिहान? अन्डा छैन सा? नखाइ आउने चाहिँ उसको बा 4टा अन्डा हो। ए 4टा अन्डा अरे 4टा रोटी पनि खाएर। यसले फोन गरेँ चाहिँ म अत्तालेँ नि त, त्यहाँबाट नखाइकन। हामी चाहिँ लगभग 12 बज्न लाग्यो। अहिले फिलहाल हामी मार्केटमै छु हो। टाइम लाग्छ। हाम्रो पिकनिक चाहिँ नाइटको है, बेलुकाको हो हाम्रो पिकनिक चाहिँ। यहाँ गाडी ढुरामा चाहिँ हामीले फेरि यहाँ सङ्गीलाई भेटेँ हो, मामालाई, हाम्रो अञ्जन मामा है। धेरै दिन बाद यसरी हामीले मिल्ने मौका पाएँ आज यस्तो जमघटमा। 12:30 जान्छ। अरू सङ्गी हामी कति बज्यो अहिले? कति वेट गर्नु पऱ्यो तपाईँले? भयो नि 2 घन्टा 1 घन्टा जाममा ज्यादा भयो। 1 घन्टा त्यो त। यहाँ चाहिँ फेरि एकदमै मोरो नजिकको साथी मात्रै नभएर फेरि गाउँले भाइ पनि हो है। र यसरी हामी सबैजना गइरहेका छौँ। 12:30 भयो अहिलेसम्म। हामी डेस्टिनेसनमा पुग्न लागे है। दुधे पुग्न लागे। अब चाहिँ पुगे नि पुगे। अहिले चाहिँ यहाँनिर बाङ्गे हाट लागिरहेको रहेछ हो। बाङ्गे बजार। अहिले हामी एकदमै बाङ्गे बजार आइपुग्यो। 1 बज्नु लाग्यो। ढिलो भयो आजको। ढिलो हुन्छ तर एकदमै फ्रुटफुल हुन्छ जस्तो मलाई लाग्यो हो। सब्जीहरू गर्दैछ केटाहरूले, मासुहरू पनि ल्यायो।
अब चाहिँ हामी पिकनिकको लागि रेडी छौँ है त। यहाँ चाहिँ केटाहरूले ड्याङ्की ड्याङ पुच्का खाँदैछ नि त हो। पुच्का भोकको पेटमा यसरी पुच्का खाएर चाहिँ हामीले गरिरहेको छ। कस्तो रहेछ पुच्का? दामी 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 हो। म पनि खाने है पुच्का। बेलुका दिनुपर्छ कि अहिले? अहिले यहाँनिर मान्छेहरू है भिड रहेछ। लो यति बेला चाहिँ हामी यहाँनिर दुधे आइपुग्यो है। लगभग 1 बजिसक्यो। ढिलो चाहिँ ढिलो हुनेछ तर जग्गा चाहिँ फर्स्ट टाइम आएको म चाहिँ यहाँनिर हो। र अहिले चाहिँ हामी यसरी जग्गा हेर्न गइरहेको छौँ है। ल त आज 25 जनवरी दिन चाहिँ दामी भयो, दामी मजा हुने भयो। पानी पनि रहेछ यहाँनिर हो। युनिक भएर लोकेसन चाहिँ यहाँ सेट गरे केटाहरूले हो। यहाँ पानीको नजिक यहाँ माथितिर चाहिँ एकदमै डरलाग्दो क्राउड भएको कारणले गर्दाखेरि चाहिँ हामीले यहाँनिर गरिरहेको छौँ। तलसम्म नि पुरै भिड रहेछ हो। यहाँ केटाहरूले चुला बनाउनु थाल्यो हो, सेटअप गर्नु थाल्यो। सबैले सामानहरू ल्याउँदैछ केटाहरूले। यहाँ केटाहरूले अदरक खिल्दैछ अन्जनले हो। यहाँ चाहिँ हाम्रो स्कोप है। केटाहरूले यहाँनिरको चाहिँ आज ठुलो हात छ हाम्रो पिकनिक आउनुमा है। के तान्यो भइरहेको छ रेकर्डिङ। यति मात्रै हो यसको। मोटामोटी अब चाहिँ यहाँनिर भैँसी सुँगुर पोल्दैछ केटाहरूले हो। यहाँ फेरि भेजको अलग्गै छ। यहाँ भेज पनि छ आज हो। के अरे भैँसी सुँगुर मासु केही नखानेहरू। सुँगुरको सेकुवा बन्दैछ। यो पऱ्यो के हो? भैँसी भैँसी यो चाहिँ अब भैँसी हो। रेडी हुनु रहेछ अब मोटामोटी रेडी हुनु आँट्यो। यहाँ रहेछ। यसमा चाहिँ के छ यो कुकरभित्र चाहिँ? कुकरमा टङब्रेन छ हौ। भैँसी चाहिँ रेडी भयो है। होइन मैले यहाँ रोड है भैँसीको चुवा खाने। यहाँ डान्स हुँदैछ फेरि हो तपाईँ। यसमा चाहिँ सुँगुर पाक्दो रहेछ हो। एकदमै भैँसी अलिक मेन हाम्रो सेपहरू चाहिँ यता छ। अन्त फेरि पनिर चिकन चाहिँ यता बिच छ हो। पनिरहरू सबै खानासाना खाएर है। ल है त आजको भ्लग तपाईँले हेरिदिनुभयो है। थ्याङ्क यू सो मच है।
तेरी चीख की